रगड केटा हो रगड 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 यो रातो रातो भइरहेको थियो यसलाई चाहिँ हल्का यो केमिकल हालिसकेको छ सफा हुन्छ एकछिन ढडाउनुपर्छ यति गरिसकेपछि भित्रै फोहोर छ है ट्याङ्की यस्तो फोहोर हुन्छ त्यसलाई यसलाई सफा गरेर पानी राम्रोसँग चलाउनु पर्ने हुन्छ तपाईँहरूले यस्तो भयो तल हेर्नु कति सफा आयो यो चाहिँ हाम्रो वर्कर्सहरू है छोड्नै दिदी अहिले वर्कर्समा नाम आउला फेरि वर्कर्सहरू यहाँ चाहिँ पार्टी भइरहेको छ हामी ट्याङ्की सफा गर्नलाई पार्टी दिनुभएको क्या उहाँहरूले मिठो छ है मिठो छ हे एभ्रिवान वाट्सअप वेलकम टु माई नेक्स्ट भिडियो आज हामी नयाँ बिजनेस सुरु गरिसकेको छ र हाम्रो बिजनेस स्टार्ट भइसकेको छ अब हामी बिजनेस स्टार्ट भएपछि हामीले यहाँ अर्डर पनि पाइसकेको छौँ अब हामी अर्डर आएको ठाउँमा काम गर्नलाई जाँदैछौँ हाम्रो सेनामेना दाजुभाइहरू सबै यहीँ छ हामी ड्रेस सब लगाएर रेडी भइसकेको छ अनि हाम्रो मेसिन यहाँ छ यो त भ्याकुम स्याकुम पानी सानी तान्ने हिलो सिलो तान्ने यो चाहिँ मेसिन सफा हान्ने ल आमा हामी रेडी भएर निस्केको छ एकदम हिरोहरू छ यहाँ हाम्रो अझै हाम्रो यो ब्रान्च के अरे ब्यानरको यहाँ बोर्ड के प्रिन्ट हान्नै बाँकी छ हामीले 3टा अर्डर आइसकेको छ एउटा दुईटा चाहिँ 1000 लिटर छ एउटा 500 लिटर छ गएर हामी मारी साफ सुथरा हान्छु त्यो भिडियो पनि तपाईँहरूलाई फुल देखाउने छौँ हेर्नु होला अनि तपाईँहरू पनि घरमा अर्डर के अरे ट्याङ्की स्याङ्की सफा गरेर राख्नु मन छ भने हामीलाई बोलाउनु होला हामी दामी धुलाइ हालिदिन्छौँ है त हो एकदम सही कुरा है यो भर्खरको सिरियस नलिनु होला यस्तो कुराहरूलाई रिजल्ट आफै बोल्ने छ केटाहरूले कस्तो सफाइ गर्छ भनेर मुखले त सफाइ गरिहाल्छन् गाइज होइन तर हातले कस्तो सफाइ गर्छ भने यो यस्तो हुनु परेछ एउटा काम गर्नु यस्तो हुनु परेछ है यो त के हो भोटे के हो त्यस्तै खालको अनुहार छ होइन ओनर चाहिँ यता हाम्रो घरको ओनर दिदी चाहिँ यता हुनुहुन्छ खै कता जानुभयो देख्दिनँ त ल ओनर दिदी पनि राम्रै नै हुनुहुन्छ यस्तै हो अब ठुल मम्मी डर मार्ने ठुल मम्मी कस्तो यसलाई चाहिँ के गर्ने होला यसलाई के गर्ने होला यसलाई पनि वास हाल्नुपर्छ ए यहाँ घरको चाहिँ साउनी कपालमा कलर लाग्यो गालामा लाग्यो चमल लागेको छ म यहाँ हतियार लिएर निस्किन्छु कपाल लाग्यो गालामा लाग्ने यता यस्तै हो है गाइज अनि यता चाहिँ हेरौँ होला है यो चाहिँ फेरि अब माथि हामी छत ट्याङ्की भएकोमा जाँदैछौँ ल त यो पक्राउ ल है गाइज मुख तले म चाहिँ केटाहरूको चेयरम्यान हो कि वर्कर्स राखेको छु 2-4 जना होइन वर्कर्सहरू बोकेर हिँडिरहेछ बाल काट्न जानु छ गाइज है एकदम खत्तम देखिरहेछ अनुहार कालो न कालो दनुहारे जस्तो टोली जेता हिँडिरहेछन् यो चाहिँ हाम्रो छिमेकी खास त छिमेकी हो अहिलेको लागि त कस्टमर होइन सोल्टीलाई एकदम गाह्रो परेको अवस्था तर सरी आई कान्ट हेल्प यु बिकज आई एम अ चेयरम्यान खालको कुरा नै आउँछ गाइज होइन ल यो बहिनी नि रहेछ यहाँ सबैलाई देखाइदिउँ एक एक झल्को यो चाहिँ सानो भ्यू है गाइज कपनको होइन टाउको भाइ देखाइदिउँ न सानो यो चाहिँ हाम्रो वर्कर्सहरू है छोड्नै दिदी अहिले वर्कर्समा नाम आउला फेरि वर्कर्सहरू देखाइदिउँ अनुहार क्लोज सर्टहरू अनुहार त रहिजी पऱ्यो भने के गर्ने कामले त साथ दिँदैन भने होइन उता फेरि सर हाम्रो 17 देखाउनुहुन्छ सर होइन म चाहिँ माथि टपमा पुगिसकेको छु ट्याङ्की एउटा यहाँ छ एउटा यहाँ छ भित्रै फोहोर छ है ट्याङ्की यस्तो फोहोर हुन्छ त्यसलाई सफा गरेर पानी राम्रोसँग चलाउनु पर्ने हुन्छ तपाईँहरूले यो त साथीले नै हेरिरहेको छ ट्याङ्की अर्को म यहाँ चाहिँ केटा हो यो रातो रातो भइरहेको थियो यसलाई चाहिँ हल्का यो केमिकल हालिसकेको छ सफा हुन्छ एकछिन ढडाउनुपर्छ यति गरिसकेपछि यो त माथि हालिरहेको छ भित्र ल सिद्धिसक्यो नि यहाँ यता केमिकल हाल्दैछ साथीले उताबाट एकछिन ल छोड्यो यो अब एकछिन सर्लक्क जान्छ यो ट्याङ्की सफा गर्ने केमिकल हो रगड केटा हो रगड 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 केटा सेतो बनाइदियो ट्याङ्की पानी सफा पिलाइदे त्यो सर्लक्कै जान्छ यता साथी र म 2 जना भएर हान्यो केटाउन बिजनेस हामी त अब के गरौँ नेपालमा कामै छैन अरू तपाईँहरू पनि यसो छ भने चाहिँ भन्नु होला हामीलाई हामी आइदिइहाल्छौँ ल त रगड रगड पारौँ त रगड रगड खोइ त त्यत्तिकै हो
अर्कोलाई हाल्ने नि त्यसले पाएन भने अर्को साथी छ म यहाँ छु हल्का गर्मी पनि हुँदैछ छतमा छ नि त काम गर है त्यो इकोले चाहिँ जान्छ केटा हो यस्तो छ है हाम्रो चाहिँ काम गराइ आज सुरु ओपनिङ थियो आज ओपनिङमा हामीले 3टा ट्याङ्की भेटिसकेको छ हाम्रो साउन यता लडिरहेछ म यता लडिरहेको छु यो पारी दिएको सब यो काठमाडौँभरिको सब सफा हानिदिने हो एउटा घर किन्ने हो अनि के गर्ने साथी हो सँगैको साथीहरू जापान अस्ट्रेलिया कोरिया पुगेर लाख कमाउनु थाले आफू त जानु सकेन जति मेहनत गर्दा पनि त्यही नेपालमै बसेर केही सानो बिजनेस थाल्नु पऱ्यो भने मलाई ट्याङ्की सफा गर्नु थाले साथीले ट्याङ्की साफ हान्ने काम गर्मी छ तपाईँहरू पनि काठमाडौँमा ट्याङ्की सफा गर्नुपर्ने छ भने सम्झिनु होला हामी टिलिक्कै बनाइदिनेछौँ यस्तो सफा बनाइसकेँ मैले ए मुनि फोहोर पानी यस्तो छ पानीभित्र छु म भोट केटा भोट पमा नेपालमै ए साथी यता छ म यता छु तपाईँको पनि ट्याङ्की सफा गर्नु छ भने सफा ट्याङ्कीलाई सम्झाउनु सक्नुहुन्छ नम्बर म छोडिदिन्छु नि त तपाईँहरूलाई है साफ हानिदिन्छु त्यो फिचाइसक्यो हेर्नु त पानी कति फोहोर हुन्छ ट्याङ्कीभित्र यस्तो फोहोर भएको हुन्छ ट्याङ्की सब फोहोर भएको यस्तो भएको रातै त्यो धाम्रो पनि आएर यस्तो छ ठ्याक्कै यस्तो आउँछ कडा पानी चाहिँ लेदो यहाँ लेदो जम्मा भइरहेछ यसलाई झिक्नै बाँकी छ अब भोटगाड चाहिँ हान्यो पर्छ क्या त्यस्तो साह्रो चाहिँ नगर क्या धुलो साफ भइरहेको सारी छ निलो सिलो सब राइन्छ हामी चाहिँ केटा आयाम कसै ठोकाएको हेर्न ल म त्यहाँ हाम्रो ग्याङ त टन्नै छ यार माथि टपमा छ है म चाहिँ यताको पनि यस्तो क्लिन भइसकेको छ पानी तान्नु मात्रै भइन्छ अब यसलाई चाहिँ हामी घुम्ने तान्छौँ त्यो अवस्था यस्तो ल कडाउलो हामी कहाँ छौँ हेर माथि सगरमाथा भन्दा माथि टुप्पा आउँछ छेर कट्टु फोहोर मान्छे फोहोर जिन्दगी फोहोर यस्तो फोहोर राम्रो फोहोर नराम्रो फोहोर यस्तै हो जिन्दगी राम लाग्छ ए सुरेश यता हेर तर मालिकहरू यता चाहिँ हामी ज्यामी काम गर्ने कामदार अब यो लास्टको हिरो तान्नु बाँकी छ हामी चाहिँ मेसिनद्वारा तान्छौँ हिरो चाहिँ यो मेसिन हो देखाउँछु तपाईँहरू राम्रोसँग हेर्नु यता छु है कडा हो यता छु म चाहिँ ट्याङ्कीभित्रै तासो रात परिसक्यो अझै एउटा गर्नु बाँकी छ 2टा गर्छौँ नाटक तान्नु थाल्यो तान्नु थाल्यो पानी यस्तो पानी खाने नभए यो बाक्समा पनि आउँछ भिजो छ घरमै उस्तै छ भित्र ट्याङ्कीभित्र फाइनल रिजल्ट यस्तो आइसकेको हो ट्याङ्कीको तपाईँलाई मजाले सफा तरिकाले पुस्केर खुसी बनाउने कस्टमरलाई ग्राहकलाई अनि पैसा लिएर जाने हो गाह्रो छ हौ कडा हो पैसा कमाउनु झ्याठा सफा गर चढो पुग्नु पर्ने छ होइन के हो भयो कडा फाइनली अब यो सिद्ध्याएँ मैले अब निस्किन्छु म झ्याक्ने ल म थकित भयो केटा हो ट्याङ्की 2टा साथ हानेको थकित भइसकिसक्यो तपाईँ पोर्के थाक्दैन डह्रो हान्छ दिनमा 10वटा भेट्यो नि हानिन्छ तर फास्ट हान्दै आज सुरु स्टार्टिङ दिन हो नि त त्यो त्यति ज्ञान त्यति नलेज छैन तेरो आरामले हालिरहेको छु एकचोटि हो ट्याङ्की सफा गर्दा थाकिसकेँ म चाहिँ यो फाइनल माथि हानेर बाहिर निस्किरहेको छु 2टा हानेछ मुनि एउटा 3टा छ मुनि एउटा छ यहाँ 2टा हान्यो यसलाई साफ सुथरा क्लिन हानेर भित्र म निस्किपुगेर खिचेर देखाउँछु तपाईँहरू पनि ट्याङ्की सफा गर्नु छ राम्रो स्वच्छ पानीले नुहाउनु मन छ भने तपाईँहरूले हाम्रो सफा ट्याङ्कीलाई सम्झिनु सक्नुहुन्छ त्यसको नम्बर सब कुनै राखिदिनु तपाईँले कल गर्नु होला है त फलो गरौँ सफा ट्याङ्कीलाई फाइनली मुनि सफा हानिसकेँ त्यहाँबाट म माथि निस्केँ हावा डेन्जर चलिरहेको छ केटा हो अब दुःख गर्नु पऱ्यो काठमाडौँमै बसेर भएन नेपालमै
यो सब यो गाउँमा कति ट्याङ्की छ सब सफा हानिदिने हो म यस्तो भयो तल हेर्नु कति सफा आयो हामीले यहाँ ट्याङ्कीको रिजल्ट यस्तो आयो तर हो सफा छैन भन्नु है तपाईँहरू आफै हेरेर केटा हो यति अग्लो छतमा आएर म सफा हानिरहेको छु खुट्टै कामिसक्यो भोकले भोक पनि लाग्दछ डेन्जर तर यता छ मान्छे यता छ कस्तो खोल्नु छ नि पानी तपाईँहरूले देख्नुहुन्छ यार किरा पनि परेको हुँदो रहेछ नि अहिले त पानी किरा फित्री फित्री गर्छ भयो पानी तान्दैछ हामी हिलो त्यो निकालेर के ल ठिक छ केटा हो ल त्यस्तै काम गर्नु साफ हुनेछ है साफ हुनेछ ल हामी फाइनल मान्छे हानेछौँ फाइनल हानिरहेको छौँ यहाँ चाहिँ हाम्रो सब ट्याङ्कीहरू हेरेर हुन्छ घर रेडीहरू हुन्छ हामी छौँ सफा टालो देऊ त छ भने तपाईँको कौसी त खतरा भयो ट्याङ्की साफ हान्छु केटा हाम्रो सामान प्याकिङ हान्दैछु धेरै रात परिसक्यो यार छैन पुछ न केटा हो यत्तिको मेहनत चाहिँ गर्नुपर्ने भयो क्या अब ट्याङ्की साफ गरिसकेर केटा यार पार्टी मनाइरहेको यहाँ चाहिँ पार्टी पनि भइरहेको छ हामी ट्याङ्की सफा गर्नलाई पार्टी दिनुभएको क्या उहाँहरूले के छ प्रोड्युसर यो चाहिँ हाम्रो ट्याङ्की साफ गरिसकेको पछिको पिङ्क सुरज केही भन्नु छैन त्यहाँ देखाउर्यो 35 लाख का इन्वेस्टमेंट में 36 लाख का घाटा निकल दिया बेंचों ने इतना टाइम लगा दिया गाइस क्या बोलूं मैं तो अभी बोलने का कुछ यता छ हाम्रो पार्टी हैन सानतिनो गफगाफ मिठो गीतहरू यता हाम्रो सिस्टर ब्युटिफुल सिस्टर नभनिहालौँ त्यति साह्रो छैन यता सिस्टर के भनिहालौँ र सिस्टर भनिहालौँ र भनिहालौँ यता हाम्रो भाइ हो कर्मचारी भाइ बिचरा दुःख छ के गर्ने दुःख छ दादा 30 दिनु न त 10,000 जति यता हाम्रो सर हुनुहुन्छ लिम्बूको चरा ह्याङ हैन यता छ हाम्रो फेरि सरहरू गलबन्दी कस्तो लाग्यो ब्रो ल खानु पनि सुरु गऱ्यो हामी चाहिँ ल खानु पनि सुरु गऱ्यो हामी चाहिँ ल सुरु गरौँ एउटा सुरु गरौँ खाउँ खाँदैन भएन है यो चाहिँ हाम्रो ट्याङ्की साफ गरिसकेको पछिको पिङ्क यो चाहिँ हामी ट्याङ्की साफ गरिसकेपछिको हामीलाई यो चाहिँ यहाँको ओनरले दिनुभएको हाम्रो लागि भाइहरूले धेरै दुःख गर्यो भनेर यस्तो छ मिठो बनाउनु पर्छ तर सुजाने क्लबमा 25 खाइन 10 तिर रेडी अस्ति नै उन्नाइस हजार कहाँ 10 उहाँले चाहिँ हामीलाई पे गर्दै हुनुहुन्छ यो क्युआर ढिलो भएर हो 25 हो तर म तिमीलाई 26 दिन्छु एक्स्ट्रा 100 टिप्स अझै फेरि पनि टिप्स पनि दिनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद तपाईँले चाहिँ अझै चाँडो चाँडो ए बस सक्सेस बस थ्याङ्क यू खोइ थ्याङ्क यू भन न साथीहरू यार ल पैसा थापिसक्यो है यो सुरुवात हो ल साथी काम गरिसक्यो काम गर्दा गर्दा धेरै रात पनि पर्यो अब म चाहिँ घर जाँदैछु बुझ्नु काम गऱ्यो हाम्रो सामानहरू यहाँ छ यहाँ हामीलाई यसो खाजासाजा दिनुभएको थियो खाजासाजा खायो अब हामी जानु लाग्यो घर अहिले चाहिँ बजिसक्यो कति बजिसक्यो भन्दाखेरि टन्नै बजिसक्यो है 8:30 भइसक्यो ठ्याक्क 8:30 बजीसम्म काम गऱ्यो अब जाँदैछौँ हामी घर कस्तो